यो अप्पर मुस्ताङको हिउँले ढाकेको क्षेत्र हो। यसलाई कोरला बोर्डर पनि भनिन्छ। यो देखिरहेको भवन छ नि, यो सबै चाइनाको भवनहरू हो। यहाँदेखि नेपाल र चाइनालाई छुट्याएको पाइन्छ। यो चाहिँ यसको हाइट भनेको चाहिँ 4650 मिटर छ लगभग। र हामी एप्रिलतिर गएको थियो। ल हेर्नुस् त यहाँ हावा कस्तो हावा चल्छ। हामी 10 मिनेट पनि उभिन नसक्ने कन्डिसन थियो। यति चिसो यो स्नोफलमा लाउने ग्लोभ्स लाउँदा पनि हावा छिराएको थियो, चिसो भएको थियो भनेपछि आफै सोच्नुस् कति चिसो थियो होला। हामी एप्रिलतिर गएको थियौँ। त्यो बेलामा चाहिँ यहाँको दिउँसोको तापक्रम चाहिँ 20 डिग्री सेल्सियस थियो। चारैतिर हिउँ परेर पनि होला, अत्यधिक मात्रामा चिसो। यो पोल नभएको भए मलाई उडाउँथ्यो होला हावाले। जे होस् रमाइलो भयो। हेर्नु न, यस्तो चिसो हुँदा पनि मैले भिडियो बनाउन त छोडिनँ, किनकि पछिको लागि चाहिन्छ र तपाईहरूलाई पनि त मैले यो भिडियो सेयर गर्नु पर्यो नि है। एकपटक जानै पर्ने ठाउँ हो अप्पर मुस्ताङ। जानुहोस् है त साथीहरू।